नमस्ते साथीहरु, यो भिडियो हेर्नुस्। ए घण्टेका कुकुरहरु तिमीहरुको नेता साथीहरु, यसरी सुत्छ यो दाइको चाहिँ रिप्लाई सुनेर जानु होला है त। तिमीहरुको नेता यसरी यो पाल टाँगेर तल यो पाल मुनि सुत्न सक्छ तिमीहरुको नेता। ल हेर सही भनिस् केटा, घण्टेहरुलाई डरो दिस डरो मजा आयो। घण्टेहरु यो त केही उदाहरण मात्रै हो। यहाँ हेर तिमीहरुको नेता यस्तो छ। देखिस् नि घण्टेहरु, तिमीहरुको नेता यस्तो छ। हाम्रो चाहिँ नि गरिबको नेता रेड बुलमा चाहिँ रक्सी मिसाएर खानु पाएर मासु भात खान पायो भने र छेउमा एउटा चाहिँ नि चमेली भइदियो भने हाम्रो नेतालाई अरू केही चाहिँदैन। हाम्रो गरिबको नेता त झाडीमा सुत्न पनि तयार भइदिन्छ। बुझिस् घण्टेहरु? के कसो हो हर्कु बेबी? देखिस् त घण्टेका झोलीहरु। अनि तिमीहरु चाहिँ नि कुर्सीमा बसेर खुट्टा हल्लाएर बस्ने चाहिँ नि घण्टेहरुलाई चाहिँ नि सपोर्ट गर्छ तिमीहरु हैन। हाम्रो चाहिँ नि यसरी गिटार ठट्टाउने गिटार बजाउने गरिबको नेतालाई यसरी साथ सपोर्ट गर्ने हो, सहयोग दिने हो। बुझ्यौ नि केटा? बिचरा हाम्रो चाहिँ नि गरिबको नेता हेर त यहाँ देशको चिन्ताले 24 घण्टा आँसु झार्नुहुन्छ, रुनुहुन्छ। तिमीहरुलाई अलिकता पनि दया माया भन्ने छैन? तिमीहरुलाई अलिकता पनि दया माया भन्ने लाग्दैन? त्यही भएर तिमीहरु घण्टेहरुलाई थाहा नै छैन हाम्रो गरिबको नेता कस्तो हो भनेर। हाम्रो गरिबको नेता ल साथीहरु, सुन्नुभयो दाइको रिप्लाई? उहाँको रिप्लाई चाहिँ कस्तो लाग्यो? सबैजनाले आफ्नो आफ्नो प्रतिक्रिया दिनु होला, साथै शेयर पनि गरिदिनु होला है त।